आज इजरायलदेखि हाम्रो बिपिन ढुसी भाइको शव नेपालतर्फ ल्याइरहेको छ। बिपिन भाइ, तिमी सधैँभरि हाम्रो मुटुमा जिउँदै रहनेछौ। तिमी धेरै बहादुर नेपाली छोरा हो। यहाँ हाम्रो एनआरएन अलग छ गणेश मेरी भाइ श्रद्धाञ्जली अर्पण गर्दै हुनुहुन्छ। क्रमै रूपमा आउने राखेको छ। गणेश भाइ अरू कोही छ? गणेश भाइ अरू कोही छ? कोही साथीहरू हुनुहुन्छ? क्रमैसँग बोलाउँछ। अलिक टाइम हामीले धेरै टाइम वेस्ट सर्ट गरौँ है। सरी यता हटाएको यता छ यता हामी पनि इजरायलमा बस्ने नेपाली भाइ बहिनीहरूले हाम्रो बिपिन भाइको दुईटा मोबाइलले गर्दा पार्थिव शरीरलाई विदाई गरिराख्नु भएको छ। गरेको छु। फेरि पनि धेरै समय नलिदिनु नेपालीहरू आइसकेको छ होइन हजुर? अरू कोही छ आउनु? अरू जति छन् यति नै छन्। आउनु यता अब पछाडि आउनु। यहाँ यता अगाडि हुनु सबैजना यता पछाडि यहाँ पछाडि सुनिता बहिनी यता आउनुहोस्। सुनिता बहिनी बहिनी आउनुहोस्। यो सुनिता बहिनी लाइभ त्यहाँबाट बसौँ पछाडि है। यहाँ पछाडि बसौँ। आउनु बहिनी पोस्ट गर्नु ल। अब पोस्ट गर्दैन मैले गरेको छु। ल सरी है, लाइभ मेरो यतिमा म यो गर्छु।
नेपाल मातृभूमि जय इजरायल Yes. Really? Oh, good check. Select different channel. All right. You can take it now. All right. All right. You can take it now. Thank you. मैले तपाईँको बुझ्न सपोर्ट गरेको छु हाम्रो पनि माया सँगै रहनेछ तपाईँलाई तपाईँ मरेर गयो भने विश्वभरि तपाईँको नाम जाइ राख्छ वीर गोर्खाली धेरै माया गर्छु
भिडियो पुरा हेरिदिनु भएकोमा तपाईँहरूलाई यसरी नै साथ सपोर्ट सधैँभरि गरिदिनु होला।